हेलो नमस्ते झोले सबैजना सञ्चारमा हुनुहुन्छ होला भन्दै म मनिषा रजाली घरती मगर मेरो च्यानलको फर्स्ट भिडियो लिएर आइसकेको छु र आजको भिडियोमा चाहिँ म मेरो साथीको घर जाँदैछु किनभने आज उसको चाहिँ बेबी बम्पसँग फोटोसुट छ र म चाहिँ हेल्प गर्न जाँदैछु। अनि मेरो भिडियो के कस्तो हुन्छ भनेर मलाई आइडिया नि छैन, मेरो भिडियो पर्फेक्ट हुन्छ भन्ने चाहिँ नि छैन किनकि यो मेरो फर्स्ट भिडियो हो र मलाई आइडिया नै छैन कि कसरी गर्ने के गर्ने कस्तो हुन्छ भनेर। त्यही पनि आजको दिनमा के गर्छु कसो कसो गर्छु भनेर म देखाइ नै हाल्ने छु। त्यतिन्जेलको लागि स्टे ट्युन। ओके साथीहरु, म चाहिँ जानु लागेको, दाइले आइसक्नु भएको छ। दाइ म भ्लग बनाउन लागिसके। यो दाइ आइसक्नु भयो घोडा लिएर। हाहा दाइ यो मार्टिन आमा नमस्ते। के छ यहाँ? के छ? हजुर हेलो भन, हेलो भन मेरो यो नयाँ च्यानलमा। साथीकोमा खानु लाग्यो। हेलो भन्नु न दाइ। ओके हजुर अब जाने हो। खाए ल खाऊ ल, मैले पनि खाए ल। हेलो गोल्डन पिरियड चियापत्ती पनि छैन, चिनी पनि छैन, पानी मात्रै छ त। अब के गर्नु काका? देख्नुमा न पैसा बचाउनु भनेको अब चिया हामी चाहिँ अब रेडी हुन लागेको। हतियार हामी चाहिँ जानु लागेको फोटोसुटको लागि रेडी भएर। मम टु बी। हामी चाहिँ अटोमा सफारीमा हाम्रो बटौलीको सफारी। जयकुटी होइन, नयाँ मिल होइन यो नयाँ मिलदेखि होटेल पौवासम्मको यात्रा। आमा हेलो भन्नु। के छ ब्रदर? आम्मा के हाँसी देखिन त मेरो मोबाइलमा त। कस्टमर मेरो मोबाइलले नि बेला बेलामा साह्रै चकित पार्छ। हेलो 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 हेलो। बिहाइन्ड द फोटो सुट, बिहाइन्ड द सिन। दुईटा हातले गर न। कस्तो फिल हुँदैछ? लाज लाग्छ घुम्टोबाट। कस्तो भइरहेको क्यामेराम्यान भाग्दैछ। क्यामेराम्यान भाग्देको अवस्था। वेल फाइनली अब फोटोसुट चाहिँ सकिनु लाग्यो। अब मैले बिचको अलिअलि मात्र क्लिप्सहरू लिएको छु, धेरै लिएको छैन। यो चाहिँ लास्ट भिडियो यो। प्याकअप भयो? कस्तो भयो? फोटोसुट पछि हाम्रो नास्ता हुँदैछ। दामी
कस्तो सामा चिकन मोमोको पालो Cheers, cheers, cheers. पिस्ता कुल्फी गर्मी लागेको अवस्था यता पनि लाग्यो अहिले गाली खाएन भने चाहिँ गाली त स्योर खाइन्छ यो भिडियो पछि गाली त स्योर नि हामीले यहाँ चाहिँ प्रोग्राम स्टार्ट भयो स्टार अफ लुम्बिनी ग्रान्ड फिनाले हामी चाहिँ होटल पौवादेखि निस्क्यौँ यहाँदेखि अटो छोप्ने नयाँ मिल जाने कपडा प्याक गर्ने अनि त्यसपछि म ब्याक टु होम नयाँ गाउँ धेरै टाढा आएको म नयाँ मिल हामी आएको यहाँ होटल पौवा साथीको लागि यति दुःख गरे झोला पनि थियो मेरो झोला उचाल्नै नसकिने झोला छ मेरो अब अटो कति बेला आउने अटोमा जाने यहाँदेखि चाहिँ हामी भन्छौँ मन तिमी आजको दिन कस्तो भयो हामी त चल्दैको हामी चाहिँ साथीको घरबाट पनि निस्किन लागेको यता हेर्देऊ न म यहाँ चल्दैको चाहिँ मैले नयाँ मिल चोकसम्म घुम्न जाँदैछ त्यहाँबाट चाहिँ डेढ लाख के अरे 1.5 करोडको गाडीमा चढेर म चाहिँ पुरानो बस पार्क पुग्छु पुरानो बस पार्कदेखि फेरि गाडी चेन्ज गरेर चाहिँ बल्ल म मेरो गन्तव्यबाट पनि 2-3 लाखको गाडी जानुपर्ने हुन्छ रिस्केड हो नि त ल अब चाहिँ म घरै गएर भेट्छु ओके ल बाई बाई अब 1-1.5 महिनाको लागि बाई बाई अब 1-1.5 महिनापछि म आउँदा त तिम्रो बेबी पनि 1-1.5 महिनाको भइसक्छ त्यही त म नयाँ आइसक्छु ठिक्क बोक्ने हुने रहेछ यसको बेबी त्यही बोक्न बोक्न आउँछु फाइनली म घर आइपुगेँ मैले चाहिँ केकहरू पनि रिसिभ गरिसकेँ अब चाहिँ केक काट्नु पर्ने हुनुहुन्छ हाम्रो मम्मी यो म भ्लग गराउनु लाग्यो क्या हेर्दैन न हेलो भन्नु न हेलो आजको लागि यति नै र यस भिडियोलाई हेरेर साथ सपोर्ट दिनु होला भन्दै यस भिडियोबाट बिदा लिन चाहन्छु ओके बाइ बाइ सी यू नेक्स्ट टाइम